त्यही राजकुमार थापा मगरका साइकल उडाउने भाइ चिन्नुहुन्छ होला। ए तिमी राजकुमार हो माकडक्स? दाजु अरे अरे यार अरे हेलो ब्रो हेलो 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 के छ ब्रो हाल खबर? हेलो 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 टिचर ब्रदर अरे के छ दाजु? तिमी एक्लै बच्यौ? होइन होइन साथी पनि छ एउटा ए होइन। अनि दाजु के छ हाल खबर? अरे सब ठिक छ पर्ने तपाईँबाट सब ठिक छ यार। पनि स्ट्रिमिङ गरौँ भने ए मोटो भ्लग गर्ने यार दाजु। के च्यानल छ र मोटो ब्लग? म त्यही राजकुमार थापा मगरका साइकल उडाउने भाइ चिन्नुहुन्छ होला। ए तिमी राजकुमार हो माकडक्स? दाजु अरे अरे यार अरे सब ठिक छ यार। पिसीबाट खेलिरहेको क्या, ए ठिक छ ठिक खेल्न छ। आउँदैन अनि यसो प्र्याक्टिस गर्दै बसिरहेको थिएँ। कडा कडा कडा। अघिदेखि बोलाएको फेरि दाइ सुन्नु भएन त नि। अनि अरे यार म ऊ के अरे माइक हलमा थिएन होइन, हजुर हजुर अनि के अरे यताउता ऊ गर्दै थिएँ। ल बधाई छ है। यार दाइ के बिहे भर्खरै भयो होइन तिम्रो? होइन नि दाजु हावा के फोटो छ त फेरि त्यो के हो त? त्यो अलिकति मिसअन्डरस्ट्यान्डिङ ए यसको भिडियोमा बनाउनु पर्यो भने चाँडै अब के बनाउनु फेरि होइन बनाउ न बनाऊ त्यस्तो बनाऊ के त्यस्तो मलाई नि दुःख लाग्यो ब्रो। मान्छेलाई क्लियर गर्नुपर्ने। एउटा त्यो एउटा भिडियो कस्तो भनेपछि एउटा त्यसकै मात्र एउटा भिडियो स्पेसिफिक भिडियो बनाउँदा सही होला के होइन? मैले नि त्यही सोचिरहेको थिएँ। अब भोलि पर्सिको भिडियो पनि बनाउनु पर्यो दाजु, एकदमै गाह्रो पर्यो त। हो अरू भन्दा नि त्यही होला अलि सबैले क्लियर गरिदियो भनेपछि होइन। भड्किने त पहिलेदेखि भड्किने त यत्तिकै भड्किरहेको हुन्छ नि, तिनीहरूलाई त केही गर्दा नि हुँदैन होइन। अनि अब जस्तो कि आफ्नो ट्रु सपोर्टरहरू हुनुहुन्छ नि उहाँहरूलाई पनि मिसअन्डरस्ट्यान्ड यस्तो होइन यस्तो भनेर बुझाउनु पऱ्यो क्या ब्रोले होइन? हुन्छ दाजु। त्यही भने अब मैले पनि अब त्यो बिहेको बधाई दिँदैछु भने चाहिँ अब कस्तो भयो होला। त्यही भएर एउटा भिडियो सकेसम्म चाँडै बनाऊ। मिसअन्डरस्ट्यान्डिङ अब एउटाले नराम्रो भनेपछि त्यो स्पिड भयो क्या। अस्ति त्यही भने मलाई पनि त्यो एकजना ढाका गेमिङ हुनुहुन्छ हाम्रो एकजना सपोर्टर होइन, उहाँले एउटा मलाई पोस्ट सेयर गर्नुभएको थियो कि, अनि पछि सबै बुझ्दाखेरि दुःख लाग्यो यार ब्रो। जस एउटा त्यो बनाऊ अनि त्यही हो, भेट भयो खुसी लाग्यो ब्रो। हस् दाजु ल हस्। म खेल्न आउँदैन त्यो यसो टाइम पासकै एमुलेटरबाट यसो कस्तो हुन्छ भनेर। खेला न खेला बिस्तारै सिक्ने त भने भइहाल्छ है त। ल ल ब्रो हो होइन त्यो भिडियो चाँडै आओस् ल होइन। अरू त्यस्तै हो होइन, कहिलेकाहीँ यसो हल्का फुल्का भइहाल्छ, त्यसमा चिन्ता लिनु पर्दैन होइन। गर्दै जाउँ न हुन्छ होइन। अब साइलेन्स भइहाल्छ नि, अलिअलि त भइहाल्छ नि। अब त्यही गाह्रो रहेछ दाजु अलिकति अरे अलिकति अरे त्यो हामी पनि बुझेछु के ब्रो होइन, त्यो हामी पनि परेछु। सानो कुराले नि अलि हामीलाई पनि कुनै जमानामा हल्का भएको थियो। ल के अरे ल हस् दाजु हस्। ल ल लास्टसम्म बच होइन, सर्भाइभ गरे नि तिमीलाई डिनर खुवाउँछौ माकडक्स आज स्पेसल चिकन डिनर। ए ब्रो तिमी खेल्छौ होला नि अर्को ब्रो? अर्कोको झन् अहिले डिभाइस खराब छ त्यसको। ए ठिक छ, यसो लुकी लुकी खेल न माकडक्स, बचिराख न, लास्टमा भेट भयो भने हामी बाँच्छौँ होला, हामी अलि सर्भाइभ गर्छौँ होइन। हाम्रो केटाहरू कडा छन् कि जस्तै हान्छन्, अनि चिकन खुवाउँछौँ नि हामी है। ल ब्रो भेटेर खुसी लाग्यो पछि। ल ल ल ल दाजु ल ल उफ्रिँदै उता अरे 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 हेलो बच्यो ब्रो गिली मिसन गर न, गिली मिसन गिली फालो त ब्रो हामी लगाम। खै त बोल्दैन त्यो ब्रोको आवाज आएन। हेलो हेलो बोलौँ न बोलौँ। हेलो हेलो गिली फाल न ब्रो, गिली खोल न। हेलो 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 ठिकै छौ त मा कडकनाथ? हेलो 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 आयो आवाज आयो। ठिकै नि दाइ। अनि लास्टसम्म बस्ने भने होइन दाइ। त्यही भन फालो त गिली फालो त। सेकेन्ड मोनिटरमा मैले हजुर फाल न गिली फाल गिली खोल नि ब्रो। गिली फाल्दिउँ एकछिन है।
ल ल फाला त गिली फाला त मिसान्छ चलो ब्याग सुट ल लाउनु ल भयो ल हो एक दिएर यार केटाहरू कडा रहेछ त ए लगा एकजनालाई खाने त सिस्टरलाई पुऱ्याइदिउँ दिदिनु त के गर्ने चिकन खाऊ बुढो के गर्ने दाइ अब आऊ न हामीलाई मार चिकन खाऊ निम त न न न मार्दिनु हो दाइ आन न आन जी 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 जी